हेलो गाइस, वेलकम टु आवर न्यू ब्लग। आज हामी गइरहेछौँ तुलसीको घर। त मेरो हातमा दुईटा इटा छन् अनि बाहिर पनि इटा पनि भरिरहेका छन्। अनि यता तलको बेस बनिसकेको छ गाइस। अब एकछिनमा हामी तुलसीको घर पनि गाइस। आज हाम्रो ब्लगको विषय रहेको छ तुलसीको घर। तपाईहरु बिस्तारै बिस्तारै हेर्दै जानु होला कि आज हामी तुलसीको घर कसरी गरौँ। यता अब तुलसीलाई रेडी गर्दैछु, मसला रेडी गर्दैछु हामी। यता मेरो दाइ घारा बनाइरहा अनि मम्मी चाहिँ सिमेन्ट फुटाइरहन्। त्यो सिमेन्ट जम्मिया थियो। हेलो भन्दियो, हेलो भन्दियो, हेलो भन। हेलो। यता मसला रेडी हुँदैछ त्यो इटा चपाउनलाई। अब तुलसीको घर बनाउने दिनमा बनाएन गाइज। अब आज बनिरह तुलसीको घर। यहाँ चाहिँ बालु हो यो चाहिँ, अनि त्यो चाहिँ सिमेन्ट। हजुरआमा क्या गर्ला बाहिर आइज। हजुर हेलो गरिदियो, आयो भनिदियो। हेलो आए। मसला रेडी भइसकेको छ। अब यता मसला रेडी भइसकेको छ। मसला अब परातमा हालिरहेको छौँ हामी। हेरिसक्नुहुन्छ तपाईँहरू। अब हामी जानेछौँ। हेरिसक्नुहुन्छ तपाईँ। यता अब इँटाहरू सब पोल्ने, यता मसला हालिरह। अब अहिले आधा रेडी भए। फर्स्ट लेयर हालिसकेका छन्, दोस्रो लेयर हाल्न अब मसला लिएर जाँदैछ। तुलसीको घर बनाउँदा इँटा सकिएछ। इँटा रोप्न जाँदैछौँ हामी। यता हल्का इँटाहरू छन्। अब यताबाट इँटाहरू उठाइ जान्छौँ हामी। तुलसीको घर बनिरहेछ। एकदम मिस्त्री जस्तै काम गरिरहेछन् हाम्रो दाइ। उहाँ एकदम टेक्निकल्ली काम गरिरहन्। कर्णाली स्कुलमा पढेको हुँ। टेक्निकल स्कुलमा टेक्निकल थोडी पढाइ भन्दैन के जान्थ्यो रे। यता एकजनाले नसकेर अब दुईजना लागिरहेका छन् यो तुलसीको घर बनाउनमा। तपाईँहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, एक मान्छेले नसकेर यता अब दुई मान्छे लागिरहेका छन्। यता फेरि पनि मसला सकिसकेको छ। अझ पनि हामी फेरि मसला गराउँछौँ। यो हेर्दैछौँ मसला रेडी भइरहेको छ। मसला रेडी भयो। हामी अझ पनि हेरिरहेका छौँ कि काम अहिलेसम्म पुरा भएको छैन। त्यसैले अहिले पनि यता काममा लागिरहेका छन्। तपाईँहरू हेर्न सक्नुहुन्छ। अझै पनि भर्खर चौथो लिएर हाल्न आएका छौँ। यो पहिलो, यो दोस्रो, यो तेस्रो, यो चौथो, पाँचौँ लेयर्समा पुगिसकेका छौँ हामी। अझ पनि यो ठुलो भएको छैन। जबसम्म यो यत्रसम्म पुग्दैन तबसम्म हामी यो गराइरहनेछौँ। तपाईँहरू हेरिराख्नु भएको छ कति मेहनत गरेर तुलसीको घर आउनलाई। तर तुलसीहरू लाग्दैन। तुलसी लगाउने दिनमा, तुलसी रोप्ने दिनमा तुलसी लागिनेछ। अहिले तुलसी लाग्ने छैन। त्यही पनि हामी अहिले जोरो आफ्नो पुरा जान सान माल लगाएर काम गरिरहेका छौँ। तपाईँहरू हेरिसक्नु।
सब्सक्राइब यङ बोइज Subscribe Young Boys. यति बनिसकेको छ तुलसीको घर सर्ट लाग सर्ट हामी अझ पनि हेरिरहेका छौँ कि मसला अझ पनि हामीलाई पुगेन त्यसैले हामी अझ फेरि मसला बनाउँछौँ घर गराउनको लागि तपाईँहरू हेर्दै सुन्नुहुन्छ मेरो मम्मी के गरेर लाग्नु भएको छ गर्दैन हामीले सोचेका थिएनौँ हामी यहाँसम्म पुग्नेछौँ आखिरमा हामी अब यो घर सक्नेछौँ एकछिनमा अबको 2 घन्टा गाइस 2 घन्टापछि यो पुरा घर बन्नेछ ल गाइस म चाहिँ अहिले भर्खर स्कुलबाट आइरहेको छु कपडा पनि खोलाइन गाइस त्यसमा ध्यान नदिनु होला स्कुलमा कटिसकेको फेस इडीमा कटिने यस्तो फेस छैन मेरो राम्रो छ हामी नराम्रो फेस हाम्रो भिडियोमा हाल्दैन बास रे चेक आउट यङ बोइज इटु सानो हुन सक्छ के मुख पनि यता हेर्न गाइस अब हामी हेर्छौँ कि हाम्रो यो तुलसी रोप्ने पुरा बनिसकेको छ अब यसलाई बाहिरबाट प्लास्टर गर्न बाँकी छ अनि त्यसपछि हामी तपाईँहरूलाई देखाउनेछौँ कस्तो हुन्छ भनेर अब हामी रेडी गरिरहेका छौँ प्लास्टर गर्नको लागि मसला रेडी प्लास्टर गर्नको लागि मसला रेडी भुल्ला गाइस हेर्नु गाइस म गर्छु ए क्यारियो गाइस 2 घन्टा बन्छ भनेको आज पुरा दिन लागिसक्यो यो बन्न हेर्नुहोस् 2 जनाले पनि नभएर हामी 3 जना लाग्नु परेछ त्यसैले मैले भिडियो बनाउनु भएको छु 3 जना लाग्नु पर्यो यो एक चिज गर्नु यो एक चिज गर्न 3 जना यो जाबो पुरा गरेर हामीलाई 1 घन्टा लाग्यो 1 घन्टा भने 1 घन्टा यता आइज भने ए एउटा डिल परे बिगाड मैले बिगाडे हैन यहाँ बिगडेको थियो म मिलाउन लाग्यो खाइ डिल हाल्न लाग्यो पुरा बिगाड दिन अघि 5-10 मिनेट keep with us and subscribe us हामी फेरि पनि अझ हल्का भिडियो आउन ढिलो भइरहेछ अब हामी हल्का डेली रुटिन हाम्रो चेन्ज गर्नेछौँ बिस्तारै पनि अब डेली हल्का 5, 10, 8 मिनटको भयो भने हाम्रो ब्लगहरू आइरहनेछन् आज दिसवरीको मिहिनेतपछि हाम्रो तुलसीको घर रेडी भइसकेको छ हामी सफा गरिरहेको छौँ गाइस राम्रो भयो उनीहरू ल्याउन उठ्यो ल यति भन्दै आज अब बिदामा छौँ अनि भोलि अब नयाँ भिडियोसँग आउनेछौँ नयाँ कार्यक्रमसँग यति भन्दै जय नेपाल
keep with us and subscribe, young boys.